त्यो त त्यही अडिको जान्छ उद्धार कथाले उद्धार गरिएको खबर प्रहरी मार्फत सुरक्षा फौजको उद्धार टोलीले पाए पश्चात श्री बहादुर गौरको उद्धार टोलीले साथै सबै सुरक्षा निकाय संयुक्त उद्धार टोली स्थानीय बासिन्दाहरूलाई उद्धार गर्न परिचालन भइरहेको देख्न सकिन्छ। लो कति चिज छ फेरि ल्याउँछ त फेरि डुबोलियो त्यही त त्यो गोरीको सपोर्ट यहाँ छ नि सुरक्षित घाइते नभएका स्थानीयवासीहरूलाई डोरी र क्याराबिनरको सहायताले खोला तार्ने कार्य भइरहेको छ। नेपाली सेनाको मेडिकल टिम र प्युठान जिल्ला रेड क्रसको टिमबाट प्राथमिक उपचार गरी थप उपचारको लागि अर्जुन के गर्दै ए रोल रहेछ गाडी उसको यसरी उद्धार गरिएको घाइतेहरूलाई नेपाली सेनाको अब उठाएर त्यहाँ त्यसरी ठिक्कै बनाउने क्रममा सार्वजनिक उपायहरू अपनाउनु भन्दा पनि अन्य क्रियाकलाप बढी ध्यान दिँदा उक्त डुङ्गामा सवार व्यक्तिहरू नदीमा खस्न गएको र अन्य सवार व्यक्तिहरू नदीमा खसेको व्यक्तिलाई बचाउने क्रममा डुङ्गाको उत्तरी भागमा भार परी गई डुङ्गा असन्तुलन भएर पल्टिन गएको छ। उक्त डुङ्गा पल्टिने खबर स्थानीयवासीले सम्बन्धित निकायलाई खबर गरे पश्चात विपद प्रतिकारका लागि सुरक्षा फौज सामग्री सहित घटनास्थलमा परिचालन भएको देख्न सकिन्छ। अहिले रेस्क्यु टिम घटनास्थलमा आई उद्धार गर्ने कार्य भएको देख्न सकिन्छ। अहिले उद्धारकर्ताहरूले खोलामा डाइभ हानी उद्धारको प्रयास गरिरहेको हामी देख्न सक्छौँ। अहिले लाइफ ज्याकेटको सहायताबाट उद्धारकर्ताले उद्धार गरिरहेको देख्न सकिन्छ। त्यसै गरी अर्को डुब्न लागेको व्यक्तिलाई उद्धारका लागि रेस्क्यु टिमले लाइफ बय फालिरहेको देख्न सकिन्छ। उपस्थित महानुभावहरू, अहिले तालिम प्राप्त कुशल उद्धारकर्ताहरूले घाइते व्यक्तिहरूलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लाँदै गरेको देख्न सकिन्छ। त्यति बेला उद्धार गरिएका व्यक्तिहरू मध्ये घाइते भएका व्यक्तिहरूलाई मेडिकल रेस्पोन्डर टिमले प्राथमिक उपचार गरी अस्पताल पठाएको छ। के छ
टिमबाट जिल्ला अस्पतालतर्फ लाने कार्य गरिएको छ। त्यसो भयो ए त्यो त त्यहीँ अड्केको छ। यति बेला बग्दै आएको व्यक्तिलाई पुल मार्फत खोपद्वारा ऱ्यापलिङ गरी उद्धार गर्ने कार्य गरिएको छ। अहिले उद्धारकर्मीहरूले खोलाले बगाएर ल्याएको व्यक्तिलाई अब म यहाँहरूलाई व्यक्तिहरूलाई उद्धार गर्ने कार्य गरिरहेको छ। कति सजिलो पो आउँदो रहेछ त। जिपलाइन आवाज गाउन लाग्यो पऱ्यो नि त उद्धार गर्नु पऱ्यो नि सुरक्षित हो अब दिशालाई लगेर त उद्धार कुलर टन्ने त्यो गिलास बल्ल त्यो गिलास